मेल छ कुकी ऊ चाहिँ भर्खर 1 वर्ष पनि नपुगेको या 1 वर्ष पनि नपुगेको फिमेल हो है। क्रिस्टी चाहिँ नगर है मलाई नगर है भनिरहेछ कि हैन मलाई च्यालेन्ज नगर है आई एम अ बिग डग म तिमीलाई टोकिदिन्छु है इज व्हाट क्रिस्टी इज सेइङ हैन। सो अनि यो कुरालाई बुझेर हामीले यही कुरालाई ट्रेनिङमा इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ यसले चाहिँ लङ टर्ममा बिहेभियरल इश्यूजहरु आउन दिदैन झगडा पर्न दिदैन तपाईको डगहरुको हैन। हेलो फोक्स हामी केन एन्ड कम्पेनियन्स तपाईहरुको डग फ्रेन्डली डग ट्रेनिङ स्कुल अनि आज चाहिँ हामीसँग छ यो क्रिस्टी हैन। क्रिस्टी चाहिँ अलि बुढी भइसकेको मिक्स ब्रिडको डगी हो हैन। बुढी भन्नाले उ चाहिँ 8-9 वर्ष भइसक्यो हैन अनि फिमेल हो क्रिस्टी 8-9 वर्ष भइसकेको बुढी भइसकेको फिमेल हो। अनि मसँग अर्को जर्मन शेपर्ड मेल छ के रे फिमेल छ कुकी उ चाहिँ भर्खर 1 वर्ष पनि नपुगेको या 1 वर्ष पनि नपुगेको फिमेल हो हैन। सो फिमेलहरु अथवा भर्खरको बच्चा मेल पनि फिमेल पनि के हुन्छ यिनीहरु क्युरियस हुन्छ यिनीहरु चाहिँ तपाईको चाहिँ त्यो नयाँ कुकुर जो छ त्यसलाई सुँग्न खोज्छ त्यसको पर्सनल स्पेसलाई इन्भेड गर्न खोज्छ जुन चाहिँ बुढी कुकुरहरुलाई बुढो कुकुरहरुलाई हैन रिजर्भ कुकुरहरुलाई मन पर्दैन। क्रिस्टी इज काइन्ड अफ दैट हैन रिजर्भ खालको अनि उलाई मन पर्दैन थियो अनि उले युज वाङ वाङ गरेको। सो यो हो यिनीहरुको नर्मल अब नर्मल बिहेभियर हैन प्याक बिहेभियर भन्छ हामी यसलाई प्याक इन्स्टिंक्टहरुबाट आएको बिहेभियर भयो। सो यसलाई हामीले चाहिँ ट्रेनिङमा कसरी युज गर्छौं भन्दा क्रिस्टीले जे भन्दा चाहिँ त्यसलाई म पनि इन्फोर्स गर्न खोज्छु हैन। म क्यामेराको अगाडि गएर तपाईलाई देखाउँछु त्यो मैले कसरी गर्छु म पनि इन्फोर्स गर्न खोज्छु अनि त्यसो गर्दाखेरिमा यो कुकीले पनि बुझ्छ हैन यहाँ के भन्न खोजिरहेछ यो दुवै जनाले हैन यो मान्छेले पनि यो अर्को डगले पनि के भन्न खोजिरहेछ भने कुकीले पनि बुझ्छ अनि क्रिस्टी पनि कम्फर्टेबल हुन्छ अनि बिस्तारै कुकी पनि कम्फर्टेबल हुन्छ। सो लेट मी डेमोन्स्ट्रेट है त आउ easy easy no easy no no sit good girl good girl good girl के छ क्रिस्टी hey no easy good girl she good girl she। सो यसरी मैले हैन मैले यहाँ कुकीलाई थर्काइ नै राछु के इट्स नट लाइक मैले उलाई खाना दिएर मात्रै चाहिँ ओए नो नो खाना दिएर मात्रै हुने सिचुएसन हुँदैन यो हैन। दिस इज यस्तै खालको सिचुएसन हो यो अनि यो यसरी नै इन्फोर्स हुनुपर्छ। अब क्रिस्टी र कुकीको अझै भेट भएको छैन भेट भइरहेको कुकुरको त कुड बी अनदर खालको अलिकति अर्कै खालको सिचुएसन जसको सँगै भेट हुन्छ सँगै खेल्छ भने तर यिनीहरु चाहिँ सँगै भेट हुने सँगै खेल्ने डगीहरु हैन छुट्टै छुट्टै बस्ने डगी हो ए नो। सो मैले यसमा अलिकति फोर्सको युज गरिन भने मैले गर्न सकिन भने के हुन्छ क्रिस्टीले युज गरिदिन्छ हैन फोर्सको यहाँ गरेर चाहिँ उ सी मैले युज गर्न सकिन भने क्रिस्टीले युज गरिदिन्छ एन्ड देन यिनीहरुको झगडा पर्छ हैन यो पछि दिस टर्न्स इजी दिस टर्न्स इन्टु अ फाइट हैन। सो सरी क्रिस्टी आई एम सो सरी अबाउट दैट। सो यस्तो